म घर आइपुगेँ साथीहरू। अब न्यू डे न्यू भ्लग स्टार्ट आजबाट गर्दैछु। घरको चाहिँ देखाम दृश्यहरू। यो चाहिँ हाम्रो मेन गेटबाट छिरेमा भित्र हैन। हेर्दै जाउँ है साथीहरू। अब यो चाहिँ मेरो घर हो। यो चाहिँ अलिक जन्मेपछि नै बनाएको घर हो। यो चाहिँ हाम्रो सब कता झर्दा हाम्रो ड्याड हेलो गरिदिनु त ड्याड। हाम्रो ड्याड हो। यो सबै बनाउने म देखाउँदै जान्छु ड्याडले के बनाउनु भएको छ हाम्रो घरमा। हेर्नुहोस् यहाँ पम्पसेटबाट पानी लागिरहेछ, परिरहेछ। हेर्नुहोस् यस्तो फुलहरू फुलेका छन् हैन। परेवा खोर पनि छ। के छैन साथीहरू हेर्दै जानुहोस् न, हेर्दै जानुहोस् के छैन हैन। हेर्नुहोस् यो बगैँचा हो। यो हाम्रो बगैँचा। कुखुराहरू एकदम टहलिरहेछन्, खाइरहेछन्, चारो खाने खाइरहेछन्, बाख्राहरू छन्। यो चाहिँ हाम्रो बगैँचा हो साथीहरू। हेर्नुहोस् यो बगैँचा। यो हाम्रो साइकल हो, हामी यसो बजार जाँदा युज गर्छौँ। कुखुराहरू छन् एकदम होलान् 150 एउटा कुखुरा होलान्। बाख्रा छन् 2-3 छन्। बाख्रा पनि भर्खर एउटा ब्याएको रहेछ। अब हेर्नुहोस् यहाँबाट पानी झरिरहेछ साथीहरू हैन। पानी चाहिँ यो झरेर यो पाइपको मार्फतबाट यहाँ पोखरीमा आइरहेछ साथीहरू। हेर्नुहोस् यो हाम्रो पोखरी। लौकाई फलिरहेछन्, झुन्डिरहेछन् माथि चाहिँ यस्तो थाङ्रा छ हैन। लौका फलिरहेछन्। तल यो झार हो, जलकुम्भी झार। एकदम यसरी पानी पम्पसेटबाट लागिरहेको छ। अनि लौका फलेको हेर्न सक्छौँ साथीहरू। लौका फलेका छन् हैन। अनि पानी यताबाट निक्लिरहेछ। फेरि यो चाहिँ बाहिर निक्लेर मकै बारी हो। यो चाहिँ हाम्रो यता पनि सानो बगैँचा जस्तो चाहिँ छ, तर बन्दैछ यो बगैँचा चाहिँ। यो बगैँचा भयो। यता कागतीहरू छन्। कागतीहरू पनि हेर्न सक्नुहुन्छ फल्दैछन्। कागतीहरू सानो सानो दाना भएका छन्। यो फल्दैछ कागतीहरू। अनि मकैबारी यता भइहाल्यो हाम्रो। यो मकैबारी हैन त। अनि एउटा सानो यसो टुर घरको गरेको। यो चाहिँ हाम्रो अरू भ्लगहरू आउँदै नै गर्छ, म देखाउँदै गर्छु। घर 2 हप्तापछि 3 हप्ता भयो लगभग घर आएको। अनि बगैँचा हेर्नु साथीहरू, कुखुराहरू हेर्नुहोस् हैन। यस्तो छ। अनि म यता यो चाहिँ हाम्रो बाँसगारी हो। बाँसगारी छ यहाँ। अनि यो चाहिँ पराल माच भन्छ यसलाई। यो चाहिँ वस्तु भैँसी पनि छ एउटा। भैँसीलाई चाहिँ खुवाउने यसो पराल हो त्यो। यस्तो छ साथीहरू बगैँचा छ हैन। अनि यहाँबाट हेर्दाखेरि यो यतापट्टि पनि सानो बगैँचा हो यो चाहिँ। अनि यता बगैँचा। यो चाहिँ बाँसगारीमा छु म। अनि अब म जाँदैछु उता, फर्किँदैछु। हेर्नु साथीहरू कति आनन्द छ। स्वर्ग भनेको के भन्दा यो पनि कम त छैन स्वर्ग भन्दा हैन। अनि यस्तो साथीहरू अघि म नुहाएको भनेको चाहिँ यहाँ म पानी झर्दैछ। अघि यहाँ नुहाएँ म हैन त। नुहाउन पनि यस्तो आनन्द, यो पानीमा आनन्द आयो। भित्र यस्तो साथीहरू हेर्नुहोस् है। यो छ गाडी यहाँ राखेको छ, धुलो परिसक्यो। धुलो लागेको छ गाडीमा। गाडी चाहिँ कुखुराको लागि पानी हाल्दै हुन्छ। कुखुरालाई पानी खुवाउनु पर्यो। तिखाए कुखुरा कराउँदै पनि छन् हैन। अनि हाम्रो भैँसीको पाडा हो यो चाहिँ। त्यो हाम्रो भैँसी प्यारी काली। यस्तो साथीहरू आजलाई चाहिँ भ्लग मैले यहीँ अन्त्य गरेँ। अब भोलिदेखि नयाँ भ्लगहरू आउँछ। आजको जर्नी स्टार्ट भयो युट्युबको हैन। तपाईँलाई सहयोग गर्नु, माया गरिदिनु म अनुरोध गर्दछु भन्दै आज म बिदा भएँ है त।